हेलो नमस्कार साथीहरू, हामी आज यहाँ स्याउ फारमतिर आइयो। आज अलिअलि छन् स्याउ, त्यति धेरै छैनन्, जङ्गलै हो यतापट्टि। अनि हामी माथिसम्म नै जानेछौँ। उतापट्टि बाख्रा चराइरहेछन् दाइहरूले। उता जग्गा चाहिँ खाली हो। यहाँ स्याउहरू त्यति धेरै त फले छैन अहिले है साथीहरू। हेलो साथीहरू, एक दानु त हिँड्दै चोरिहाल्यो त्यसले। हेर्न सक्नुहुन्छ तपाईँहरू। के हेर्न हेरौँ, हामी चाहिँ माथिबाट गएर अब हाम्रो गाउँ देख्ने तरिकाले हिँड्ने हो। अनि तपाईँहरूलाई कस्तो छ? हामीलाई ठिकै छ। त्यहाँ हाम्रो गाउँ चाहिँ दामी देखिरहेछ। नसीबों से जो मिला वो तेरा साथ है, इसमें यो चाहिँ हाम्रो हिमाल हो, मदना डाँडो। काचा काचा स्याउ जम कि जमी। यस्तै छ रोडको अवस्था हाम्रो गाउँतिर। टक्कै उता चाहिँ हिमाल भनौँ कि के भनौँ, एक महिना मात्र हिउँ हुँदैन, अरू सबै महिना हिउँ हुन्छ। हिमाल भन्न मिल्दैन यसलाई। 5000 मिटर 6000 मिटर लगभग पुग्न केही मिटर बाँकी होला। अनि पारीतिर चाहिँ हाम्रा खेतहरू हुन्। पारीतिर यता हेर्न सक्नुहुन्छ, वरिपरि डाँडाले ढाकेको, पुरै डाँडाले ढाकेको छ। यता पनि यता सबै ठाउँ ढाकेको छ। यो हाम्रो गाउँ हो। यही यो स्याउ फारम यतासम्म छ, उतादेखि। होइन साथीहरू, हामी अहिले धारा चाहिँ निर्माण कार्य भइरहेछ। हामी चाहिँ यहाँ उकालोमा माथि जान लागेको। उकालोमा टक्कै आज घुम्न आएको। अलिअलि मान्छे घुम्नलाई कहाँबाट कहाँ आउँछ होइन। हामी यति घुम्नु के छ र साथीहरू। उ त्यो चाहिँ चुलीको रुख, चुलीको रुख हो त्यो चाहिँ। हामी चाहिँ आज यतैतिर घुमेर टक्कै घुमेर घामेर गरेर जाने हो। घुमेर घामेर गरेर जाने। अब बुझ्नु न। अनि एकछिन पछि जानुपर्छ। यहाँ स्याउ चाहिँ के हो भन्छ, यो अहिले चाहिँ सानै छ, भएको छैन। स्याउको नाम के हो? त मिठो चाहिँ भइसकेको छ है। मिठो भइसकेको छ। गुलियो स्याउ भन्छ हाम्रोतिर। गोल्डन स्याउ पनि छ, सबै छ। यही हो हाम्रो गाउँ। मिठो छ साथी, तर मिठो छ यार। चोरेर खाएको हो, चोरेर। यो चाहिँ हामी चोरेर खाएको हो। कस्तो छ भनेर, मिठो छ कि छैन भनेर। तर मिठो चाहिँ भइसकेको रहेछ। फेरि मैले चोरे होइन है साथीहरू, उसले चोर्या। उसले चोर्या हो। 4 दाना ल्याएर चाहिँ 2 मलाई 2 आफूलाई हो कि होइन? हो रे, देख्नु हो। यो चाहिँ ऐसेलुको झार हो। यो चाहिँ के चकाइले हो होइन। अब म देखाउँछु तपाईँहरूलाई धान त होइन। हामीले स्याउ खाँदै, यसलाई ऐरी भन्छ, ऐरी। मार्स्या धान के छ यहाँ। धान भर्खरै उम्रिँदैछ। चोती पनि छ। हजुर उहाँ चाहिँ मेरो बहिनी।
उसले अलि नाटक पारेर बोलिरह म चाहिँ नाटक साटक पार्दिनँ है साथीहरू म चाहिँ नाटक पार्दिनँ किन थाहा छ नाटक पार्नु हुँदैन क्या माथितिरको गाउँ पनि छ माथितिर के कटेल गाउँ रोकाबाडा के भन्छ राम्रोसँग देखाउँदैन मेरो क्यामेराले पुग्दैन गाडी रोड छ तर गाडी जान समस्या छ गाडी त गइरह तर गाह्रो तरिकाले गइरह अरू गाडीलाई गाह्रो हुन्छ बोलेरो चाहिँ जान्छ है बोलेरो जान्छ यसमा के छ र सूर्यमुखी फुल पनि रहेछ है सूर्यमुखी फुल हो अनि यता हामी पनि छौँ सब्सक्राइब ठोक्नु गाइस सब्सक्राइब ल यसले बाई गरिरहेछ ल बाई साथीहरू सबैलाई